सबैजनालाई वेलकम छ मेरो गुरुङ नोम्याड ब्लगमा। ल हामी चाहिँ आज चाहिँ बाख्रा चराउँछ घरकै। ल देख्न सक्छु पाठो हेर्नु सक्छु। हाम्रो फेरि यो एकदम अपङ्गा हेर्नु अपङ्गा। ल यस्तै चराउँदैछ है हाम्रो त यार घरको बाख्राहरू हेर्नु। लिची पनि यो लिचीको रुख हो, लिची फलेको छ है। यसपालि चाहिँ आँप चाहिँ नफल्ने भयो जस्तो छ। भएन लिची 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 चाहिँ फलेछ है। लिची देख्न सक्नुहुन्छ लिची फलेछ है। ल हाम्रो बाख्राहरू यति छ है, देख्न सक्नुहुन्छ घरको बाख्रा चाहिँ। ल त्यो पाठो चाहिँ एकदम मन पर्छ क्या, केराको पात चाहिँ केरा। अहिले चाहिँ मस्तले घाम लागिरहेको छ। हिजो राति पानी खत्रै परेको थियो अनि आकाश पनि पुरा खत्रै गर्जेको थियो। आज चाहिँ मजाले घाम लागिरहेको छ। आज अहिले भरे चाहिँ के होला जस्तो छ, पानी पर्छ कि अब पर्दैन है। हामी चाहिँ घरको बाख्रै चराउँदै बस्दै के अन्त जिन्दगी यस्तै छ। घर आएपछि यस्तै बाख्रा चलाउनु पर्यो। ल यो त मैले त टोपी पनि पाएँ। अहिले चाहिँ घाम पनि मजाले लागेको छ, त्यही भएर चाहिँ टोपी लाउनु पऱ्यो। बाख्रा पनि चलाउनु पऱ्यो। ल मजाले चल्दैछ है, घाँस खाँदैछ। ए के गरिदिएको यता 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 हेर ल। कहाँ जानु लाग्यो? आमासँग जानु लाग्यो। ल ए हिलो छ हिलो छ। पानी छ पानी 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 छ पानी छ। ल यतै जा यतै जा। ल यिनीहरूलाई चाहिँ मजाले घाँस खुवाएर बल्ल बाँध्नुपर्छ जस्तो छ। कता आएको थियो फेरि? उता जानु लाग्यो क्या? उता छ। ल है पाठो अरे यो डेन्जर छ कि यो चाहिँ। ल ल अरे यहाँ लिची खत्रै फल्छ। लिचीको बहुत मजाले फलिरहेको छ। तपाईँलाई म देखाउँछु है लिची कतै फलेको छ लिची। ल देख्न सक्नुहुन्छ लिची फलेको छ। अब मकै पनि ठुल्ठुलै भएछ है, खाने लायकको हुनु लाग्छ है अब। मैले झोल खाने हो, झोल खाने हो, अलिकति धेरै खानु ल। तिमीलाई खानु न, कति खान्छ? अलिकति खान्छ।
मजाले घाम लागेको छ। आज कलर पनि हाल्नु पर्ला जस्तो छ। रङ लाउनु पर्ने भएको छ यो पिँढीमा। हाय 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 ए कति माथि आज आज उब्रो गयो। मनसङको डाँडा देख्न सक्नुहुन्छ। के भयो? के भयो? कहाँ जाने? यता 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 यहाँ 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 यता 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 अभी 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 अच्छा ओहो यो पनि कति रमाएको। यो घाँस पनि किन भैकटर कति खतरा फलिरहेछ। बोइ छ त्यो जानुहुन्न आची छ अब अब छ अब छ अब अब छ अब अब ल यसले पनि नानीले पनि बाहिर ध पनि भन्छ यार। के भएर आएको छ यहाँ कागहरू कराएको छ यार। म चाहिँ यहाँ रुखमा चाहिँ काग कराएको सर्प आएछ कि के आएछ कि भनेर हेर्न आएको त। मेरो अहिले त उता अहिले उता पो उताको रुखमा पो करायो अहिले त। के भएछ कुनै कागलाई पनि। के छ यहाँ के रहेछ यार यहाँ हल्ले छ यता। काग चाहिँ निकै करायो त्यही भएर चाहिँ मैले यो लट्ठी लिएर आएको छु। यहाँ चाहिँ के हो देखिरहेको थिएँ मैले नि त यो त फेरि यहाँ चाहिँ के छ कुन्नी खतरा हल्लिरहेको छ यहाँ। हो रहेछ नि त मान्छे पो रहेछ। म त फेरि सर्प आला भनेर सर्प यता स्यालहरू पनि आयो होला भनेर यसो धपाउन जानु पऱ्यो भनेको त मान्छे पो रहेछ। यतिकै जानु मात्र भयो। हेलो गाइस म चाहिँ अब घरबाट निस्केँ अन्त अब चिया खानको लागि जान लागेको छु। आराम बसेर भयो त गाइस। म त पानी पनि पर्न लागेको रहेछ यार। ल मकै देख्न सक्नुहुन्छ यत्रो भइसकेछ यार। बाटो पनि सबै है ट्र्याक्टरले यस्तो खत्तम पार्दैछ कि ट्र्याक्टर एकदम खत्तम पार्दैछ क्या। त्यसमाथि पानी परेको पानी परेर पानी जमिरहेको छ यार। एकछिनपछि पानी पर्छ। आकाश त कालै भएछ नि त। राम्रो सबै देख्न सक्नुहुन्छ है।
चिया खान मन लाग्यो। अब चिया खानको लागि जाँदैछु है त। यता खेतको बिचबाट हिँड्नुपर्छ यार। टक्क राम्रो छ। फुल पनि आए। गाउँतिर पानी परेछ क्या, पुरा धमिलो आएको छ त पानी त यार। देख्न सक्नुहुन्छ यार, कति धमिलो आएको पानी छ। हाम्रो कुशल ग्राउन्ड पनि यस्तो भएछ यार। देख्नुहुन्छ है, हावाले पनि पोल ढलाइदियो होला यार। पानी भर्छ यार कुशल ग्राउन्ड पनि यार। यहाँ देख्न सक्नुहुन्छ राम्रो छ हाम्रो बजार। यता भाइहरू कस्तो मजाले यहाँ फुटबल खेल्थे। पानीले खत्तम पारेको ल केटाहरू पार्किङमा। हेलो गाइस, एकछिन हेर्नु भयो। हाम्रो यो रामबसाको है यो पार्क चाहिँ देख्न सक्नुहुन्छ। र म अहिले चाहिँ बजारतर्फ लाग्दैछु है त गाइस। यो चाहिँ हाम्रो बुद्ध टोल है। बुद्ध टोल सुरु हुन्छ यहाँबाट चाहिँ। मेरो यो साथी घर पनि हो पदम भन्ने चाहिँ। मेरो साथी घर चाहिँ यो पदम भन्ने साथीको घर है। ल है, म चाहिँ अब बुद्ध टोलबाट सुरु भएको छ है म। ल त देख्न सक्नुहुन्छ हाम्रो गुरुङ तमु समाज भवन राम्रो छ। ल केटाहरू चाहिँ यहाँ चाहिँ भलिबल खेल्दैछ है भाइहरू। ल हाम्रो राम्रो छ बजार पनि देख्न सक्नुहुन्छ। ल त हाम्रो दिठा दाइकोमा आएको छ है चिया खानको लागि। ट्यान्टाडा ल त आइपुग्यो चिया खानको लागि। दिठा दाइ ल त एकछिन मात्रै भेटौँला है। ल त गाई मेरो चिया पनि आइपुग्यो। अन्त अहिले अन्त योसँग खानु ठिक हुन्छ कि ट्याक्क चियासँग यो खानु ठिक हुन्छ कि। ल त गाइस, म त अब चिया खान गएको थिएँ अघि नै। अब म चाहिँ अब घरतिर लाग्दैछु। अब चाहिँ आजलाई चाहिँ भ्लग चाहिँ यही इन गर्न चाहन्छु। नेक्स्ट भ्लगमा चाहिँ भेट्ने छु है त। ओके बाई बाई गाइस।